दसैँको मासु सक्यो। अब हामी चाहिँ करेन्ट खान लागेर छौँ। दसैँको मासु पचाउनु पऱ्यो नि होइन होइन नाति, त्यही भएर हामी करेन्ट खान लागेर छौँ। हजुरआमा नाति खाएको ल फर्स्ट बाइट। दसैँमा सुँगुरको मासु खाएको पचाउनु पऱ्यो नि। मेरो चाहिँ एकदम फेभरेट है। होइन हो भनिदिनु न। मस्किरहनु हुन्छ मस्किरहनु।